सर ओभर स्पिडकै 50,000 जम्मा 2 स्पिड त ओभर भएको थियो यत्रो 2 स्पिडमै 50,000 जरिमाना हो गुरु के 50,000 बढी भयो यातायात दफान दिउँ त बढी बोल्छस् हे सर अघि यही बाटो 60 को स्पिडमा जाँदा केही पनि भएन अहिले 52 को स्पिडमा आउँदा तपाईँ मलाई 50,000 जरिमाना हान्ने फेरि बाटोमा चेकिङ पनि छैन केही पनि छैन तपाईँ मलाई रोकिरहेको ठाउँमा आएर यसरी चिट काट्नु भएको छ तैँलेदेखि गरी चेकिङ बस्यो भने त तेरो गाडी स्पिडै हुँदैन नि तेरो गाडी स्पिड भएन भने 50,000 चिट कसरी धस्काउने सर यत्रो पैसा अब मैले कहाँबाट ल्याएर तिर्ने तलब छ 15,000 50,000 जरिमाना मैले कसरी तिर्ने अब मेरो जागिर त यसै पनि जाने भयो त्यसै पनि जाने भयो के गरौँ त सर अब म जेसी गर गल्ती गरिहालिस् 50,000 जरिमाना तिर म लागेँ बाबु खन्स 50,000 जरिमाना हाल्यो यार के गर्ने त अब जम्मा 50 बाट 52 स्पिड भएको थियो खासै गल्ती गरे जस्तो त लाग्दैन थियो अफिसले दिँदैन होला यार पैसा जे हुनु भइहाल्यो गुरु एकचोटि साउजीलाई गएर भनौँ न त साउजी अफिस फर्किँदै थिए 50 बाट 52 स्पिड भएको थियो 2 स्पिड ओभर स्पिड भयो भनेर 50,000 जरिमाना हान्यो ल ड्राइभर साहब गल्ती तेरै छ यो 50,000 जरिमाना अफिसले तिर्न सक्दैन अब तैँले तिर्न सक्छै सक्दैनस् त्यत्रो पैसा त मैले तिर्न सक्दिनँ होला साउजी त्यत्रो पैसा मैले कहाँबाट ल्याएर तिर्ने ट्राफिक नियमको पालना गरौँ असल चालकको परिचय दिउँ